हामी यति बेला काठमाडौँ अवस्थित सिंहदरबार आइपुगेका छौँ र दाङ देउखुरीमा भइरहेका अन्याय अत्याचार बेथिति एवं होइन तपाईँको दाङमा भइरहेका सहकारी ठगीदेखि लिएर राप्ती नदी उत्खननदेखि ल्याएर हरेक दाङका विकृति विसङ्गतिहरूलाई आज हामी सिंहदरबारमा आएर हाम्रो देशका नेतृत्वकारहरूमा चाहिँ यी समस्याहरूलाई राख्ने प्रयास गर्दैछौँ। के भनेको थियो भनेपछि यो भ्रष्टाचार भन्दा नि यो जुन सहकारी घोटाला छ नि दादा त्यो रकम दुरुपयोग गरेको हो, के अरे बजेट रकम होइन, त्यहाँनिर चाहिँ मलाई बजेट दुरुपयोग गर्यो भन्न भनेर सहकारीमा यति रकम चाहिँ भ्रष्टाचार भयो भन्दाखेरि बोलेकी भर्न मलाई न कुनै पक्राउ पुर्जी न केही होइन। तपाईँको स्थानीय प्रहरी प्रशासनमा आफ्नो पावरको तपाईँको सदुपयोग गरेर उहाँहरूले एक रात थुन्नुभयो दादा होइन। अब मैले चाहिँ मेरो नितान्त के भनेको थिएँ, मेरो भनाइ चाहिँ के हो भनेपछि कुनै पनि गाउँमा होइन तपाईँको मेरो घरमै छेउमा अहिले वर्तमान देशमा होइन देशीभरिको एउटा सहकारी टड्कार विषय बनेको छ नि त दादा सहकारी है। त्यो विषय चाहिँ अब मेरै घरको छेउको सहकारीमा जुन राज्यको 3वटा निकायबाट, एउटा प्रदेशबाट, एउटा गाउँपालिकाबाट र एउटा वडाबाट आएको 15 लाख बजेट रकम चाहिँ उक्त गाउँपालिकाकै होइन रोजगार संयोजक भनिने अशोक कुमार यादवजीले चाहिँ बाहिरै रकम दुरुपयोग गरियो, ब्याङ्कबाट पनि निकालियो, कार्य समितिमा पनि सहकारीका महिला दिदीबहिनीहरूलाई राखियो त्यहाँ। तर त्यो पैसा चाहिँ सहकारीमा आम्दानीमा आएको छैन, देखिया छैन होइन। सहकारीका महिला दिदीबहिनीहरूलाई कहाँ गयो त्यो पैसा भन्दा चाहिँ उहाँले खानुभयो भन्ने किसिमका उहाँबाट दुरुपयोगमा चाहिँ केही भएको छैन। हेर्नुहोस् यो भिडियो हेर्नुहोस्, महिला दिदीबहिनीहरू यसरी रोएर आफ्नो गुनासो पोख्दा पीडित भिडियो हेर्नुहोस्। पत्रकार बोलाएर अनि मुद्दा हालेको छ कि छैन? मुद्दा पनि हालेको छ। आज अख्तियारमा गएर यो मुद्दा त भयो, उता प्रहरी पक्राउ पुर्जिसक्यो कि छैन? उता केही छैन। उता प्रहरीमा एउटा हाल भन्नुहोस्। हजुर प्रहरीले हालेन मेरो मुद्दा। तपाईँले नहाल्ने यो पीडित मान्छे छ नि, पीडित मान्छेले प्रहरी मुद्दा हाल्न लाउने, पीडितलाई तपाईँको मार्छौँ धम्काउँछौँ भन्ने उहाँले रोएर हजुर मेरै हाम्रो अहिले डबल बहादुर सर हुनुहुन्छ। पहिला चाहिँ तपाईँको अब कालिका म्याम आउनुभएको थियो अनि अहिले चाहिँ हाम्रो नमस्कार सम्पूर्णमा आज हामी यति बेला काठमाडौँ अवस्थित सिंहदरबार आइपुगेका छौँ र दाङ देउखुरीमा भइरहेका अन्याय अत्याचार बेथिति एवं होइन तपाईँको दाङमा भइरहेका सहकारी ठगीदेखि लिएर राप्ती नदी उत्खननदेखि ल्याएर हरेक दाङका विकृति विसङ्गतिहरूलाई आज हामी सिंहदरबारमा आएर हाम्रो देशका नेतृत्वकारहरूमा चाहिँ यी समस्याहरूलाई राख्ने प्रयास गर्दैछौँ। सबैजना जनताहरूले जोडिनु होला, साथ दिनु होला भन्न चाहन्छौँ। धन्यवाद।